आजको सक्सेस स्टोरीको साथमा हुनुहुन्छ मिस कञ्चन कुमारी यादव, जसको भिसा 4040 डेजमा लागिसकेको छ र यो भिसा म उहाँलाई दिदैछु। थ्यांक यू भेरी मच। सो तपाईको नाम के हो, कहाँबाट बिलोङ्स गर्नुहुन्छ, कुन युनिभर्सिटी एप्लाई गर्नु भएको थियो र आइएलटीएस पिटी थियो कि थिएन, अलिकति भनिदिनुहुन्छ कि? मेरो नाम कञ्चन कुमारी यादव, म सिराबाट हो। मैले हेल्थ एन्ड केयर टप अप कोर्समा बीपी युनिभर्सिटीमा एप्लाई गरेको, अनि मेरो आइएलटीएस पनि थिएन, अनि मेरो भिजा 40 दिनमा लागिसकेछ। सो तपाई धेरै खुसी हुनुहुन्छ तपाईले आज भिसा गेट अप गर्दै गर्दाखेरि? म धेरै खुसी छु। तपाईको फ्लाइट कहिले छ र कुन इन्टेक एप्लाई गर्नु भएको थियो? मेरो फ्लाइट चाहिँ भोलि नै छ। मैले अप्रिल इन्टेक गरेको थिएँ। सो थ्यांक यू भेरी मच। अप्रिल इन्टेक गर्नुभयो र यति धेरै पैसा लिएर तपाई चाहिँ अब जानुहुन्छ। सो यो पैसा पनि तपाईले गिफ्ट है त। सो कति धेरै पैसा छ, यो सबै पाउन्ड पैसा हो। यति धेरै पैसा लिएर तपाई जानुहुन्छ। सो थ्यांक यू भेरी मच। हाम्रो कल्सनेसीबाट गिफ्ट तपाईलाई है। थ्यांक यू। सो जो विद्यार्थी तपाईले हेरिराख्नु भएको छ, आइएलटीएस र पिटी छैन, ड्युलिङ्गो पनि गर्नु भएको छैन र तपाईले सीटीबीटी, ल्याब टेक्निशियनहरु, नर्सिङ कोर्सहरुमा जस्तै ब्याचलर र मास्टर डिग्रीमा पढ्न जान चाहनुहुन्छ, त्यस्तो विद्यार्थीले के भन्न चाहनुहुन्छ? म त सबैलाई यही भन्छु, यहाँ धनञ्जय सरनिर आउनु, कस्तो मजाले गाइड गर्नुहुन्छ, सबै थोक छिटै गरिदिनुहुन्छ, भिजा पनि आइहाल्छ। 99% भिजा आउँछ नै। सो हाम्रो कल्सनेसीबाट एप्लाई गरेर तपाई एकदम खुसी हुनुहुन्छ? हो, एकदमै खुसी छु। सो कञ्चन यादव जस्तै तपाई पनि 40 डेजमा युके एप्लाई गर्न चाहनुहुन्छ। उहाँको इन्टेक अप्रिल थियो भने अब तपाईहरुले मे र जुन इन्टेकमा यदि एप्लाई गर्न चाहनुहुन्छ, ब्याचलर डिग्री, मास्टर डिग्री ग्याप छ, प्रब्लम छैन, तपाईहरु झुलिराख्नु भएको छ अरु कल्सनेसीमा, काम भइराखेको छैन। सो अब तपाई जम्मा 40 डेजमा युके एप्लाई गर्न चाहनुहुन्छ, त्यो पनि एफोर्डेबल ट्युसन फी, लन्डन र आउटसाइड लन्डन जान चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा तपाईले कल, मेसेज, व्हाट्सएप गर्न सक्नुहुन्छ। हामी तपाईको रेस्पोन्स 1 मिनेट भित्र दिनेछौं। सो थ्यांक यू भेरी मच।